कन्या भएर आउँछु भन्नुभएछ। अनि हुन्छ भनेर खुसी भयो। बिउ दिँदाखेरि त कन्या जन्मिन्छन् त्यो घरमा। कन्या आइछन्। कन्या आएपछि कन्याले चाहिँ अब घर भरिपूर्ण भएको धन सम्पत्ति जसको घरमा लक्ष्मी छन् त्यहाँ त केही कुरा कमी छैन। अनि यो संसारको गतिविधि कस्तो रहेछ भन्दाखेरि दुःखका पछि सुख, सुखका पछि दुःख, दिनपछि रात, रातपछि दिन यो घुमिरहँदो रहेछ संसार। अनि अर्को राज्यले चाहिँ नि त्यो राज्यमा हमला गरेछ। हमला गरेपछि ती ब्राह्मणको मृत्यु भएछ। मृत्यु भएपछि ती कन्यालाई चाहिँ नि रावणले बाक्सामा हालेर लिएर गएछ। बाक्सामा हालेर लिएर गएछ। लिएर गएपछि चाहिँ नि घरमा गएर राखेछ। राखेपछि श्रीमतीलाई भनेछ अब मालमत्ता नि हालेको होला, धन सम्पत्ति नि। अनि मैले त कस्तो धन सम्पत्ति एउटा लिएर आएको छु, हेर्छौ भने। अनि हेर्छु भनेछ। अनि त्यहाँ बाक्सा राखेको छु, जाउ लिएर आऊ भनेछ। मन्ददरी बाक्सा उचाल्न गयो कि डेक पनि चलाउन सकिने। नसकेपछि हे प्रभु मैले त यो त डेकै चलाउन सकिनँ, तपाईँले कस्तो सम्पत्ति ल्याउनु भयो भनेर मन्ददरीले भनेपछि आफै गएछन् रावण। त्यो सुर्केस चाहिँ तान्न लाग्दाखेरि त चल्दैन। अनि सुर्केस खोलेर हेर्दाखेरि त जग 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 पऱ्यो कि कन्या। ओहो। अनि त मन्ददरीले भनेछन् महाराज तपाईँलाई चाहिँ नि उहाँ ब्रह्माजीको चाहिँ नि एउटा वरदान परेको छ, कुनै कसैले मार्न सक्दैन, मान्छेदेखि बेगर भनेको छ। यी त मानिस हो नि यी कन्या, यिनलाई नराख्नुहोस् न, तपाईँले जहाँबाट ल्याएको त्यो फिर्ता लानुहोस् भनेछन्। अनि एहे हो क्या रे भनेर फेरि सैनिकहरूलाई लाएर ल यो लैजा तिमीहरूले ल्याएको ठाउँमा लगेर चाहिँ नि राखेर आऊ भनेछन्, गाडेर आऊ भनेछन्। अनि भनेपछि ल भनेर अनि सैनिकहरूले त्यो बाक्सा बोकेर लिएर गएछन्। धेरैजना भएर बोकेर लगेछन् र जनकको चाहिँ नि राज्यमा लगेर गाडेछन्। अनि जनकको राज्यमा लगेर गाडेछन्। गाडेपछि एउटा चाहिँ नि ब्राह्मणलाई दान गरे जग्गा रहेछ। त्यो फेरि जनक राजाले ब्राह्मणलाई दान गरे रहेछ। दान गरेको चाहिँ नि जग्गामा ब्राह्मणले गोरु जोत्न, हलो जोत्न लाउँदाखेरि एउटा मान्छेलाई हलो जोत्न लाएछन्। लाउँदाखेरि हलोको टुङ्गोले बाक्सा निकालेछ। निकालेपछि ओहो अब यो त एकदम किम्मतदारी जस्तो छ, उचालिन सक्नु। राजाबाट खबर पुर्याइदिएछन्, लु यस्तो बाक्सा भेटियो भनेपछि त्यो जमिन मैले दान गरेको हो, जस्तो जे भए पनि त्यही नै बाहुनको हुन्छ, मपट्टि नल्याउनु भनेछन् राजाले। पहिलाको कस्तो इमान जमान, राजा कस्ता, ब्राह्मण कस्ता। अनि ब्राह्मणले भनेछन् होइन मलाई त राजाले सङ्कल्प गरेर दिया त मलाई त जग्गा पो हो त, त्यो धन सम्पत्ति होइन, म त लिन्न, यो त राजाकै हुन्छ भनेपछि अनि अब राजालाई नै जिम्मा लगाइदिए। जिम्मा लगाएपछि राजाले अब खोलेर हेर्दाखेरि कन्या कृष्ण कन्हैया लाल की सीता महारानी की। अनि सियोबाट निक्लेकी भएर त्यो बाक्सा निकाल्यो भएर अनि खोल्दाखेरि कन्या रहेछन्। अब यिनको नाम सीता राख्ने भनेर जनकले चाहिँ नि आफ्नी छोरी बनाएर सीता भनेर राखेका रहेछन्। तिनै सीतासँग चाहिँ नि रामचन्द्र भगवानको विवाह हुन्छ, जुन शिव धनुष चाहिँ नि कसैले उचाल्न सक्दैन। आखिरी भगवान रामचन्द्र गएर उचाल्नुहुन्छ र विवाह गरेर लिएर आउनुहुन्छ। अनि त्यसपछि राज्य अभिषेकको बेला भएपछि अनि कैकेयी र मन्थराको चाहिँ नि षड्यन्त्रबाट उहाँलाई चाहिँ नि 14 वर्ष चाहिँ नि वनवास भनेर तोकिन्छ। 14 वर्ष वनवास जानलाई अनि बिदा भएर चाहिँ नि जानुहुन्छ। बिदा भएर गएपछि भगवान रामचन्द्र नभएको राज्य यो काम छैन, म राज्य नै गर्दिनँ भनेर भरतले चाहिँ नि अब गएर फर्काएर ल्याउँछु भनेर लाग्दा अनि खराउ दिएर पठाउनुहुन्छ भगवान रामले। अनि त्यो खराउ ल्याएर हेर्नुहोस् भगवान तपाईँ यदि 14 वर्षबाट एक दिन मात्रै ढिलो भएछ यो राज्य जनक यो अयोध्यामा फर्किन भने
मेरो फेरि मुख देख्न पाउनुहुने छैन, म चितामा जल्नेछु भनेर अनि बिदा गर्न उहाँ त्यसरी खराउ लिएर आउनुभयो र जसरी वनवास राम जानुभएको त्यही अवस्था गरेर चाहिँ नि पर्णकुटी बनाएर भएमा दुःखसँग बसेर सिंहासनमा बस्नु भएन भरत। एउटा भाइ होस् त भरत जस्तो भन्ने कुरा आउँछ नि। अनि त्यस्तो चाहिँ नि भाइ भाइको प्रेम थियो। पछि गएर चाहिँ नि अनि आउने दिन अब 14 वर्ष पुरा गरेर आउने दिनमा एक दिन ढिला भयो भने मर्छु भन्नुभएको थियो चितामा जलेर। एक दिन ढिला भयो। कसरी ढिला भयो? एउटा ऋषिले चाहिँ नि प्रभु आज चाहिँ मेरो जीवनभरिको तपस्या हजुरको दर्शन पाउने छ, म आशामा छु। आजको रात चाहिँ मेरो कुटीमा बिताउनै पर्छ भनेछन्। ऋषिले त्यो भक्तको चाहिँ एउटा वचनलाई हार्न नसकेर अब त्यहाँ चाहिँ नि भगवान राम बस्नुभयो। अब भोलिपल्ट हुने बित्तिकै चिता सजाएछन्। उता भरतले चिता सजाएछन्। अब रावणले मार्यो मेरो दाजुलाई, अब फर्केर आउँदैनन्, त्यसकारण चाहिँ अब म बाँच्नु छैन यो संसारमा भनेर धमाधम चिता सजाएर जल्न ठिक्क परेका थिए। अनि हनुमान आएर भन्नुहुन्छ तपाईँ यो काम नगर्नुहोस्, भगवान राम आउँदै हुनुहुन्छ। ल भगवान राम आउँदै हुनुहुन्छ, भगवान रामको चाहिँ स्वागतको चाहिँ तयारी गर्नुहोस् बरु। अब तपाईँ चाहिँ यस्तो काम नगर्नुहोस् भनेपछि अनि हत्तपत्त चिताबाट उठेर चाहिँ भगवान रामको चाहिँ स्वागत गर्न तयारी हुन्छ। हाम्रो बाबुले भजन गाउँछ, एउटा भजन गाउँछ।